हेलो साथीहरू, गुड मर्निङ अनि नमस्कार अनि झोडले सबैलाई शुभ बिहानी भन्न चाहन्छु। तपाईँहरूको बिचमा फेरि मैले नयाँ फरक बिल्कुलै नयाँ भिडियो लिएर उपस्थित भइसकेको छु। सदा चाहिँ आज पनि तपाईँहरूको बिचमा भलग आइरहेको थियो, आज पनि भलग नै हो। तर पनि आज एउटा कुरा तपाईँहरूको बिचमा इम्पोर्टेन्ट कुरा भन्न गइरहेको छु। आजभोलि जताततै चुनावको माहौल छ, चुनावको चर्चा छ। तपाईँलाई कस्तो लाग्छ? कसले जित्ला, किन जित्ने, के कारणले जित्ने, कसले जित्यो भने देशलाई परिवर्तन होला र राम्रो होला भन्ने विषयमा हामी हल्का अलिअलि कुरा गरौँ। यो एउटा इम्पोर्टेन्ट कुरा हो। फागुन 21मा अब चुनाव आउँदैछ, लगभग केही दिनपछि। अब चुनाव अब तपाईँहरूको बिचमा, हाम्रो बिचमा होइन, ठाउँ ठाउँ जति पनि उम्मेदवारहरू उठेका छन्, अब चुनाव आउँदैछ। त्यो चुनावमा हामीले कसलाई जिताउने र किन जिताउने, देशको लागि कुन पार्टीले, कुन व्यक्तिले होइन देशलाई परिवर्तन गर्न सक्छ, देशलाई एउटा मुठीमा ल्याउन सक्छ, देश विकास गर्न सक्छ। हामी जस्ता बेरोजगार युवाहरूलाई देशमा रोजगार कसले सृजना गर्छ भन्ने विषयमा हामीले बुद्धि पुर्याउन आवश्यक छ साथीहरू। लहलैको भरमा देश बनाउने कुरामा जसलाई पाए त्यसलाई भोट दिएर केही परिवर्तन हुनेवाला छैन। विगतदेखि अहिलेसम्म हामीले हेर्दै आइरहेका छौँ। हामीले पार्टी भन्यो होइन, आफ्नो विचार र आफ्नो शक्ति भन्यो, तिनी शक्तिले हामीले थाङ्नामा सुताइरहेको अवस्था छ। त्यसैले साथीहरू, यो भनेको निर्णायक भोट हुन्छ। अबको 5 वर्षभित्र हामीले निर्णायक भोट दिनको लागि जनतालाई उत्प्रेरित गराउने र आफूले पनि सक्षम र इमान्दार व्यक्तिलाई कसरी भोट दिने भन्ने विषयमा हामी एकदम खोज लिएर सोच्न आवश्यक छ साथीहरू। जो पाए त्यही रक्सी मासुको भरमा होइन, कुनै पार्टीको झोलेको रूपमा अगाडि बढेर देश विकास हुन्छ भन्ने मलाई लाग्दैन साथीहरू। त्यसैले इम्पोर्टेन्ट कुरा के छ भने फागुन 21 गते नयाँ शक्ति, नयाँमा पनि परिवर्तन गर्ने शक्ति, देशलाई परिवर्तन गर्ने शक्ति, देशमा रोजगार, उद्योग, कल कारखाना, नीति नियममा चेन्ज गर्ने शक्ति, त्यस्तो चेन्ज ल्याउन शक्तिलाई हामीले अवश्य पनि भोट दिनुपर्छ भन्ने लागिरहेको छ। त्यसो भन्दै गर्दा मेरो बुढीले पनि उता ठुल्ठुलो हेरिरहेका छन्, कसलाई भोट दिने भन्ने विषयमा एकदम गम्भीरतापूर्वक सोचिरहेका छन् कि मैले भोट दिएँ भने देशमै केही हुन्छ कि यसरी भाँडाधोरे बस्ने भन्ने विषयमा उहाँले एकदम सोचिराख्नु भएको छ। मनमा नै मुस्काइराख्नु भएको छ। के हो यो तरिका? हाम्रो बुढी पनि एकदम फ्रस्ट्रेसन भइरहेका छन्, कसलाई दिँदैन गरे। तपाईँले कसलाई दिनुहुन्छ भोट भन्नुहोस् त यसपालिको चुनावमा? के छ? यसमा हाल्ने अन्न पानी चाहियो भनिराख्नु भएको छ उहाँले। अन्न पानी दिने शक्ति को हो देशमा होइन? देश र जनतालाई सेवा गर्ने शक्ति, देशमा उद्योग कल कारखाना खोल्ने शक्तिलाई एउटा भोट दिनु पऱ्यो भन्ने कुरा छ अहिले होइन। देशमा के छ भन्दाखेरि नीति नियम कानुन चेन्ज हुनै पर्ने आवश्यक छ, जरुरी पनि छ होइन। पुरानो कानुनले, एउटा कानुनले अरू कानुनलाई रोकिहाल्छ होइन। देशमा शक्ति केन्द्रित हुनु पर्यो, देशमा उद्योग कल कारखाना होइन, नगरपालिकामा उद्योग कल कारखाना हुनु पर्यो। त्यस्तो शक्तिलाई चुनाव दिनुपर्छ, भोट दिनुपर्छ भन्ने हो होइन। वास्तवमा भन्ने हो भने पुरै चेन्ज, शिक्षामा चेन्ज होइन, नीति नियममा चेन्ज, कानुनमा चेन्ज होइन, विकास प्रविधिमा सबै कुरामा चेन्ज हुनुपर्छ। सबभन्दा ठुलो कुरा त हामीले शिक्षामा चेन्ज ल्यायौँ भने, शिक्षामा एकदम व्यवहारिक शिक्षा क्या, हाम्रो ठेलीको शिक्षा होइन, व्यवहारिक शिक्षा जो कि काम गर्न सिकाओस् होइन, उत्पादन गर्न सिकाओस्, प्रविधिमा विकास गर्न सिकाओस् होइन। सबै कुरा सिकाएपछि हामी त्यो पार्टीलाई भोट ठ्याप्पै हाल्ने साथीहरू। होइन भने हुँदैन। तपाईँहरूले के विचार गर्नुभएको छ मेरो भिडियो हेरेर कमेन्ट्स गर्नु होला। अझै पनि पुरै चर्चामा प्रचार गरिरहेको छ, गाउँ गाउँमा पुरा घुमिरहेछन्, माइक बोकिरहेछन्, झन्डा फहराइरहेछन् होइन, ठुला गाडीहरूको र्याली गरिरहेछन्। यत्रो पैसा कहाँबाट आयो नेताहरूसँग? यिनीहरूको ब्याकग्राउन्ड हेर्ने भने त वास्तवमा केही पनि छैन। त्यसैले साथीहरू, तपाईँहरू पनि कहाँबाट हेर्दै हुनुहुन्छ मेरो भिडियोमा कमेन्ट गर्नुहोस्, भन्नुहोस् यसपालिको भोट कुन पार्टीलाई दिने। म त सक्षम, इमान्दार, देशभक्त होइन, परिवर्तनकारी शक्तिलाई भोट दिनुपर्छ भन्ने मान्यता बोकेको मान्छे हो। त्यसैले तपाईँहरूले पनि यसपालिको चुनावमा जसरी भए पनि होइन, नयाँ शक्ति भन्ने बित्तिकै उयो पुरानोसँग विलय भएको, ऊ पुरानैको सोच, पुरानै ढर्रा होइन, केही नगरेको शक्तिसँग होइन कि बिल्कुलै नयाँ होइन, देश र जनताको लागि, भुइँ मान्छे र गरिबको लागि केही हुनुपर्छ भन्ने मान्छेहरूलाई भोट दिनुपर्छ भन्ने तपाईँहरूलाई पनि विश्वास दिलाउन चाहन्छु। म पनि त्यसरी नै विश्वास गर्छु। र बाँकी चुनावको माहौलमा छौँ र चुनावको केही क्लिपहरू, म भिडियोहरू यहाँ तपाईँहरूलाई हाल्नेवाला छु। तपाईँहरूले इन्जोय गर्नुहोस् है त गाइस। बाई बाई।
समाजवादी क्रान्ति जिन्दाबाद वाम एकता जिन्दाबाद वाम एकता जिन्दाबाद समाजवादी क्रान्ति जिंदाबाद 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 साइडमा बनाउनु कस्तो राम्रो जिंदाबाद 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 जिंदाबाद